धेरै धेरै शुभकामना ल पहिला आउन लगाइदिनु होला होइन टिकी 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 ल ल सानो सानो टिकी 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 आउनलाई टिकी टिकी ल ल ज्ञानी हुनु ठुली हुनु ल ठुलो मान्छे हुनु ज्ञानी हुनु टिकी 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 त्यसपछि चन्दरा दिनु पऱ्यो नि त बाबुला झाऱ्यो अलिकति खायो ल गुलियो 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 धेरै पाउँदैन ल तिमी लगाइदिनु मलाई त पर्दैन कहाँ मलाई भाइ 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 ल्याएर भाइ पैसा मगाइदिने फेरि भाइ त बस्छ ल तिमी लगाउनु ज्ञानी 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 हुनु ल बडा दसैँको शुभकामना भाइ नआउँदैन अफिस मन नदिनु ल रुपियाँ खै रुपियाँ छैन त ओके ओके फिनिस बुढीले पनि पुरा टिका लाउँछ भन्नु होला नि लाउँदैन ल ओके ल भन्नु ल मेरो आशा पहिलो बसेको आज फर्स्ट बसेको पहिलोचोटि अरू आफ्नो बच्चा म होइन बचाउँदा पहिला चुनावमा चाहिँ अब आइजा होइन पैसा आइजा चुनाव प्रचार गर्न बोलाइरहेको थिएँ खास चाहिँ अब बुढा पनि मेरो अब एमाले गर्छन् घरमा वरिपरि सबै थियो आउने वर्ष जसरी जान्छ आफ्नो यहाँ टिकट काट्नु त्यही लागिरहेको छ मिठो जग्गा छ वही चाहिँ टिकेमा हो
कोही फोटो खिच्ने भने बसेर भिडियो एउटा फोटो खिच्नुपर्छ रिस उठ्छ मलाई। तर रिस त मलाई